ल हाम्रो घरको भैली खेलिसक्यो। त्यसपछि अब हामी यहाँ घरको भैली खेलेर गाउँको भैली खेल्न जाँदैछौँ। लक्ष्मी पूजा गर्ने सायद चाहिँ 11 पाउन्डमा छ। यहाँ हामीले माहौल बनाइरहेको छौँ पटकाएर पुरै तलतिर पनि पटकाएर एकदम व्यापक भइरहेको छ। तलतिर पनि पटका सुन्नु सकिन्छ तलतिर। यहाँ नाच्नु महिला यहाँ नाच्नु कस्तो रेट
बिरन्दा कति हुन्छ सर ल हाम्रो घरको भैली खेलिसक्यो त्यसपछि अब हामी यहाँ घरको भैली खेलेर गाउँको भैली खेल्न जाँदैछौँ हाम्रो घरको लागि अब हामी डेली दक्षिणा लिएर आउँदै हुन्छ दक्षिणाको लागि दक्षिणा त्यसपछि सेलरोटीहरू के दिनुहुन्छ त्यसपछि त्यहाँ सायद भित्र गएर रेडी बनाउँदै हुनुहुन्छ हामी चाहिँ बाहिर भैलीभित्र बसाएर बाहिर बसिरहेछौँ अब के आउँछ हाम्रो दक्षिणाहरू त्यसको लागि पर्खिरहेछौँ त्यसपछि यो सकेर चाहिँ हामी अर्को घर भैली खेल्न जान्छौँ त हाम्रो फ्यामिली भैली हो खाएन त्यो पहिला पैसा राख अनि त्यो फलफुललाई बार ठाउँ छ है मैले घरबेटले माग्नु सकेन फर्स्ट भैलीको पैसा अरू कहाँ पुग्यो नि त नपुग्यो तर नपुग्यो हामीले यो घर नजिक घरमा जाँदैछौँ भैली खेल्न धेरै गरेर खेल्दैनौँ दुई घर नै नि ठुली आमा घरमा जान्छौँ लाग्छ त्यो लाग्यो अब जाउँ भनेर ओहो भैली आयो भैली आयो भैली सुनिन्छ गीत यही गीत बजायो नि म त भैली नचारु रुकेश कीर्तन नाच्ने मान्छे कहाँ मम्मीको बजाएर लुक्छ फेरि भैली खेल्दैन नि लुक्ने त भट्यान्दैन क्यामेराम्यान ओन्ली क्यामेराम्यान हो घरबेली मान्छे गइहाल्नु म त्यो सेल ल्याउन सेल रोड ल्याउनु जानु भयो अब राम्रो हिँड्नु त Hello, asal saya apa? Lah, mati dengan saya.
आफैले किन माल्छ त्यो तल खसेपछि तल पड्किन्छ Yeah,